नमस्ते टासी देलेक फ्यापुला छाजलो खाम्रेमु म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र सर्वप्रथम त म तपाईहरु सबैजनालाई एकदम माफी माग्न चाहन्छु किनभने 20-25 दिन भयो मलाई मैले भिडियो नबनाएको है र त्यसैले चाहिँ म तपाईहरुलाई माफी माग्न चाहन्छु र भने आज चाहिँ म तपाईहरुलाई एउटा कोरोना भन्दा पनि डरलाग्दो कोरोना भन्दा पनि नराम्रो एउटा चाहिँ बिमारबाट मुक्ति गराउने एउटा पाठ त्यसको बारेमा चाहिँ भन्ने छु है र यो पाठको नाम चाहिँ साइक्या नेडोल्मा भनेर भनिन्छ र यसको पछाडीको कहानी तपाईहरुलाई भन्नुपर्दा धेरै वर्ष अगाडि भनौं सयौं वर्ष अगाडि चाहिँ साक्या टिबेटमा अब जहाँ चाहिँ साक्याको जस्तै हाम्रो काग्यु गेलुङ न्युमा साक्या भनेर गुम्बाहरुमा चार प्रकारको हुन्छ है साक्याको गुम्बामा चाहिँ जहाँ चाहिँ अब हजारौं लामाहरु थियो है त्यो बेला त्यहाँ चाहिँ के भएछ भन्दाखेरि कोरोना भन्दा पनि डरलाग्दो नाना थरीको चाहिँ धेरै प्रकारको बिमारहरु चाहिँ फैलिएछ र यति डरलाग्दो बिमार कि धेरै लामाहरु चाहिँ धेरै भिक्षुहरु चाहिँ बित्नु भएछ त्यो बिमारको कारणले र त्यसरी धेरै भिक्षुहरु बित्नु थाले धेरै लामाहरु बितेर चाहिँ झण्डै अब गुम्बाको सबै लामाहरु खतम हुँदै है सक्दै गएछ झण्डै पुरै लामाहरु चाहिँ बित्नु भएछ त्यस्तो भएछ अब त्यस्तो हुँदाखेरि चाहिँ अब उहाँहरुले गुम्बामा जति पूजा गर्दा पनि नहुने जति अब तर्माहरु चढाए पनि नहुने है त्यस्तो अब गाह्रो समयमा चाहिँ अनि उहाँहरुको गुरु जसको नाम चाहिँ टुप्छेन थाङथोङ ग्याल्पो भनेर भनिँदो रहेछ उहाँले चाहिँ अनि अब तिमीहरुले यो पाठ चाहिँ सधैँ पढ्नु भनेर चाहिँ यो साक्या नेडोल्मा भन्ने पाठ चाहिँ उहाँले लेख्नु भएको रहेछ है त र त्यसैगरी जब केही साल अगाडि जब कोरोना भएको थियो है कोरोना आएको थियो त्यो बेला अब हाम्रो गुरु हाम्रो काग्युको सबभन्दा ठुलो गुरु कर्मापज्यूले पनि हामीलाई त्यही त्यो साक्या नेडोल्मा भन्ने पाठ चाहिँ हामीले तिमीहरुले पढ्नु भनेर चाहिँ हामीलाई भन्नुभएको थियो है र हामीले सधैँ पढ्ने गर्थ्यौं र त्यसले हामीलाई पनि एकदमै फाइदा गर्यो है र यो अब पाठमा चाहिँ के यो पाठको अर्थ के हो भनेर चाहिँ त्यो म पछि भन्ने छु पहिले चाहिँ मैले अब तपाईहरुको लागि चाहिँ यो पाठ चाहिँ मैले नेपालीमा लेखेको छु है यो पाठ चाहिँ यस प्रकारको छ हेर्न सक्नुहुन्छ है
端正解决当，罗布言着孙表着学当，西教在西内拉孙不一，吕金棍拉在外满就一，吕真的我满的中间被穷心准备多安几年吧，马律西行当多的不当，在人的门的给的不有。拉满滚就算净土我见到，看着军中所没能图当，列着罗瓦没被den东基。我们来谈这中不有。हजुर र अब यो पाठ चाहिँ हामीले सकेसम्म बिहान बेलुका पढ्न सक्यौँ भने एकदम राम्रो हुन्छ सकेसम्म दिनमा एकचोटि है र म सधैँ भन्ने गर्छु कि हामीले धार्मिक कार्यहरू यानि पुण्य कमाउने काम हामीले जस्तो सुकै गरे तापनि सधैँ हामीले सबभन्दा ध्यान दिनुपर्ने भनेको चाहिँ आफ्नो सोचमा हो है अब हामीले म मेरो परिवार मेरो साथीभाइ मात्र सोच्यो भने त्यसले सानो मात्रामा मात्र पुण्य कमाउनुहुन्छ त्यसैले चाहिँ हामीले संसारको सबै प्राणीहरू है संसारको अब भरको संसारको सबै प्राणीहरूले चाहिँ दुःखबाट मुक्ति होस् उहाँहरूको सपना पुरा होस् है सोचेको पुरा होस् भनेर चाहिँ त्यसरी चाहिँ हामीले ठुलो सोच्नु पर्यो ठुलो सोच्यो भने चाहिँ गर्ने काम एउटा भए तापनि सोच ठुलो भएको कारणले चाहिँ हामीले धेरैभन्दा धेरै पुण्य कमाउन सक्छौँ है त र अब यो पाठमा के लेखिएको छ अथवा यो पाठको अर्थ अलि अब छोटकरीमा यानि कम्ती चाहिँ म तपाईहरुलाई भन्ने प्रयास गर्नेछु है अब यहाँ पहिले छ लेदाङ लोबुर किनले खिरबाई ध्यानदाङ न्यादाङ चुङबु छेवासो सिमजेन हिमी देवे नेनम गुन छिक्ते खम्सो जुमरमा गिर्छि हजुर अब हामीले आफ्नो कुकर्म होस् है आफ्नो नराम्रो कामहरू नराम्रो कर्मले होस् या अथवा केही कारणले चाहिँ हामीलाई बाधा अडचन हुने नराम्रो रोगहरू लाग्ने है रोगहरू फैलिने जसले चाहिँ अब हामी प्राणीहरूको चाहिँ मनमा अशान्ति ल्याउने हो त्यस्तो सबै कुराहरू चाहिँ यो संसारमा नहोस् त्यस्तोहरू चाहिँ सबै हराएर जाउन् मेटेर जाउन् भनेर प्रार्थना गरिएको छ है त र त्यसपछि छ छितार सेमे ठिबे सेजासिन केजी छिला दुसेम ठजेबे सोक्ठोक नेगे दोंगाल छिङे भा छिते खम्स जुमर मागिर्छ र जसरी चाहिँ एउटा जसले हामीलाई फाँसी दिन्छ एउटा कसैले अब कसैलाई फाँसीको सजाय भएको छ भने जसले चाहिँ उसलाई फाँसी दिन्छ अब जसरी चाहिँ त्यो फाँसी दिने मान्छेलाई चाहिँ तपाईको जान एकैचोटीमा तपाईको चाहिँ एकैचोटीमा जान लिन्छ नि त्यसैगरी एकैचोटीमा जान लिन सक्ने त्यस्तो बिमारहरू चाहिँ रोगहरू जति पनि छन् हो त्यस्तो डरलाग्दो रोगहरू चाहिँ यो संसारमा नहुन् नआउन् है मेटेर जाउन् हराएर जाउन् भनेर प्रार्थना गरिएको छ छिदा सिन्जे खाना सुबदर नेगी मिङजम थेबे ता छेबे 인제 바나 딱베름 속에 레전군라 내버려 마규지 내베 개리 동다 개주단 로부르게로 순자 tuk주단 시가 자신 내라 소바이 레전군라 차와라 마규지
अब त्यही हो कि जति पनि अब संसारमा जति पनि हामीले थाहा भएको हामीले थाहा नभएको कति त अब त्यो रोगको के भन्छ दबाई भएको पनि हुन्छ है र कति रोगहरू यस्तो छ कि अहिलेसम्म अब त्यसको औषधि के हो त्यसको उपचार के हो भनेर हामीले पत्ता लगाउन नसकेको पनि संसारमा त्यस्तो धेरै रोगहरू छन् अब त्यस्तो रोगहरू यानि जीवनमा एउटा मानिस मात्र हैन प्राणीको जीवनमा चाहिँ एउटा बाधा अर्जन गर्ने जति पनि अब एउटा दुःख फैलाउने जति पनि कारणहरू छन् त्योहरू चाहिँ सबै मेटेर जाउन् त्यस्तोहरू चाहिँ कसैलाई पनि त्यसरी अब दुःख नहुनु भनेर प्रार्थना गरिएको छ है त吕森대화 말리 톡체베 중시 촉베 동안 징해봐 말리 시지 당도 된바다 체링님에 되게 된바라죠 हजुर अब जब कसै बिरामी हुन्छ अब एउटा त हाम्रो अब जब हामी बिरामी हुन्छौँ एउटा त हाम्रो शरीर कमजोर भएर जान्छ है र त्यसैगरी हाम्रो मन पनि कमजोर भएर जान्छ नि त है र त्यसरी चाहिँ शरीर मनहरूलाई चाहिँ त्यसरी कमजोर बनाएर अब त्यसरी दुःख दिएर चाहिँ अब दुःख दिने जति पनि त्यो कारणहरू अथवा जति पनि त्यो रोगहरू छ त्यो सबैबाट चाहिँ मुक्ति होस् र आयु लामो होस् जीवन निरोगी होस् जीवन सम्पन्न खुशियालीसँग बितोस् खुशियाली होस् भनेर प्रार्थना गरिएको छ लामा कुन्जो सुम्गे थुजेद खाडो छुग्यौ सुम्गे निथुद लेडे लुवामे बेथेन्दोके ngoa melam tatse टुबराशु र अन्तमा के छ भने हाम्रो लामा गुरुहरू र त्यसैगरी खास गरी त्रिरत्न सांगे छेगेजुन बुद्ध धर्मसँग उहाँहरूले चाहिँ हामीलाई अब उहाँहरूको करुणाले चाहिँ हामीहरूलाई अब उहाँको करुणाबाट चाहिँ यानी उहाँहरूको करुणा अब मार्फत चाहिँ हामीलाई राम्रो होस् हामीलाई हाम्रो ख्याल राखुन् है त्यसो भनिएको छ र अनि त्यसैगरी हाम्रो जुन रक्षकहरू खाडो छुग्यौं सुमाहरू हुनुहुन्छ है जस्तै महाकाला छाडुप्पा है उहाँहरूले चाहिँ हामीलाई बाधा अर्चनहरूबाट बचाउन् है र हामीलाई हाम्रो रक्षा गरून् भनेर प्रार्थना गरिएको छ र हामीले जति पनि अब धर्म सम्बन्धित जति पनि हामीले प्रार्थना गरेका छौँ त्यो सबै चाहिँ पुरा होस् भनेर चाहिँ अन्तमा चाहिँ त्यसरी प्रार्थना गरिएको छ र अघि मैले भने चाहिँ अब जति बेला पनि हामीले यो साक्या नेडोल्माको यो पाठ चाहिँ हामीले जति बेला पनि पढ्न सक्छौँ पढ्ने बेला चाहिँ हामीले सधैँ अब आफू मात्र नभई है आफ्नो घर परिवार मात्र नभई संसारमा जति पनि प्राणीहरू छन् उहाँहरू सबैले चाहिँ हामी सबैले संसारको सबै प्राणीहरूले चाहिँ दुःखबाट मुक्ति होस् लामो आयु होस् निरोगी होस् है दुःखबाट मुक्ति होस् परम सुख प्राप्त होस् भनेर चाहिँ त्यस्तो मनमा लिएर चाहिँ त्यस्तो सोचेर चाहिँ हामीले धार्मिक कार्यहरू चाहिँ गर्न सक्यौँ भने हामीलाई एकदमै फाइदा हुन्छ र एक दिन अवश्य हामीले परम सुख प्राप्त गरिनेछ भनेर चाहिँ भन्न चाहन्छु हस् त अनि अब धेरै दिनपछि तपाईहरुलाई यो भिडियो बनाउन पाए त्यसमा म खुसी छु र धेरै दिन भिडियो बनाउन नसकेको म दुखी पनि छु है र भन्दै अब त्यसैगरी धर्म सम्बन्धित यस्तो कुनै कुरा पाठहरू होस् या धर्म सम्बन्धित कुनै पनि कुराहरू तपाईलाई जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है अनि यो भिडियोलाई शेयर गरिदिनु होला हस् त अनि फेरि पनि अर्को भिडियोमा अवश्य भेट्ने छौं हस् त धन्यवाद।